दर्शक महानुभाव जनताको बोली। अहिलेको चुनावमा कसलाई भोट हाल्ने हजुरले? अहिलेको चुनावमा अहिलेको चुनावमा पनि यो मासु भात खाएर एमाले कांग्रेसलाई हाल्ने हो कि राष्ट्रपालाई हाल्ने हो कि बालेन शाहको टिमलाई हाल्ने हो कि कसलाई हाल्ने हो? अहिलेको चुनावमा कसलाई हाल्ने हो अझै निर्णय गर्नु भएको छैन। त्यसो भए अनि यो जेनजीहरूले योभन्दा अगाडिपट्टि आन्दोलन गर्दाखेरि यो देशमा ठुलो दुर्घटना घट्यो, धेरै घट्यो। घर पनि जलिसक्यो, भ्रष्टाचारीको भन्दै घर पनि जलाइदिए जेनजीले। त्यसका बावजुद पनि अहिले फेरि जेनजीहरूले आन्दोलन गर्दैछन् काठमाडौँमा। र फेरि जेनजीको टिमले के भनेको छ भन्दाखेरि अब देशव्यापी गर्ने यो आन्दोलनलाई, किनकि हाम्रो माग पुरा गर्नका लागि जुन सरकार गठन भएको थियो त्यो सरकारले हामीलाई चाहिँ उल्टै लात हानो, हाम्रो माग पुरा गरेन भनेर बालबालिका हजुरका छोराछोरी जस्ताहरू आन्दोलनमा उत्रिसकेका छन्। त्यसैले तपाईँ पनि यो देशको नागरिक भएको कारणले गर्दाखेरि अब त्यो आन्दोलन वृहत रूप लिएर हाम्रो गाउँ समाजमा पनि आउनेवाला छ। त्यसैले तपाईँले त्यो जेनजी भाइ बहिनीहरूलाई के सल्लाह दिन चाहनुहुन्छ? अब सल्लाह तपाईँले यही दिन चाहनुहुन्छ कि अब यदि जेनजीहरूको माग भ्रष्टाचार नियन्त्रण गर्ने, देश विकास गर्ने, रोजगार गर्ने, धन्दा खोल्ने, त्यो कुरा छोडेर चुनाव मात्र ठुलो मुख्य एजेन्डा बनाएर सरकारले जुन तरिकाले अगाडि बढिरहेको छ यसरी बढ्नु हुँदैन है, हामी त्यतिकै बस्नेवाला छैन भनेर जेनजीहरू अहिले उत्रिसकेका छन् मैदानमा। भनेपछि तपाईँले पनि जेनजीलाई साथ दिनुहुन्छ? सबैले साथ दिनुपर्छ भन्नुहुन्छ तपाईँले। अनि सरकारले फेरि यो जेनजीहरूको माग पुरा गर्न नसकेर मन्त्री पद बसेर मन्त्रीमा बसेर मजाले तलब खाइरहेको छ सरकारले। भनेपछि सरकारलाई पनि तपाईँको गम्भीर चेतावनी छ कि अगर सरकारले जेनजीको माग पुरा गरेन भने तपाईँ पनि आन्दोलनमा उत्रिनुहुन्छ। त्यसो भए ल ठिक छ, ल आफ्नो विचार राखेकोमा धन्यवाद। दर्शक महानुभाव जनताको बोली जस्ताको तस्तै सुन्न र भिडियो हेर्नका लागि यस युट्युब न्युज च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला।